हेलो गाइज, स्वागत छ मेरो युट्युब च्यानलमा सबै मेरा प्रिय साथीहरूलाई। आज चाहिँ हामी मुटकीचोला गाउँपालिका वडा नम्बर 3 स्थित खर्क मनमङ्ग पुलमा छौँ हैन। देख्न सक्नुहुन्छ तपाईहरुले पुल। यो पुल चाहिँ झन्डै 100 मिटर जति छ हैन। यसको चाहिँ लगभग यो बनेको अहिले ठ्याक्कै 40 वर्ष जति चाहिँ भइसक्यो। यही पुलबाट चाहिँ अहिले सवारी साधन बाइकहरू चाहिँ आवत जावत हुन्छ, तपाईले देख्न सक्नुहुन्छ। यता चाहिँ अहिले गाडी चाहिँ योदेखि माथि चाहिँ गाडी जाँदैन। गाडी जानको लागि चाहिँ बेल ब्रिज बन्दैछ, तपाईले देख्न सक्नुहुन्छ। यो दुईटा पिलर चाहिँ निर्माण भइसकेको छ। अबको केही महिनामा चाहिँ बेल ब्रिज जडान हुनेवाला छ। यो चाहिँ सानो कर्णाली हो, तपाईले देख्न सक्नुहुन्छ।